रवि दिन नीति अनुसंधान प्रतिष्ठान के आयोजना, निर्वाचन आयोग नेपाल के समन्वय और नेपाल लॉ कैंपस के सहकार्य में जनकपुर धाम में आयोजित निर्वाचन प्रणाली सुधार विषयक संवाद कार्यक्रम में सहभागी लोकनि निर्वाचन आयोगे निष्पक्ष नहीं भेलासँ निष्पक्ष निर्वाचन होब नहीं सक रहल आरोप लगा दिलनि। विभिन्न निर्वाचन सब में भ रहल धांधली, किन बेच के काम आ आचार संहिता के घोर उल्लंघन के घटना समेत रोकत कि देख समेत नहीं सकल आयोगे के कारण निर्वाचन निष्पक्ष नहीं भ एकदमै महंगा भ रहल आ दिन प्रतिदिन भ्रष्टाचार बढ़ रहल आरोप लागल अछि। निर्वाचन आयोगको मान्छेले कोठाभित्र मात्रै बस्ने हो, बाहिर निस्किँदैन। किन निवेदन चाहियो, किन सूचना चाहियो, त्यो त कारबाही त्यसै पनि गर्न सकिन्छ। त्यस्तै अब स्वास्थ्यको कुरा आएको छ, उहाँहरू विष्णु सर भन्नुभयो, यो त भन्ने कुरै होइन। हामीहरूलाई सबैलाई थाहा छ कि संस्थाहरू कति स्वायत्त हुन्छ। यहाँ उहाँको संस्था मात्रै स्वायत्त होइन, निर्वाचन आयोग पनि त स्वायत्त हो, होइन? तिहारको रूपमा एउटा आयोग पनि स्वायत्त हो। अहिले श्रीनारायणजी टिएन सेसनको कुरा ल्याउनु भएको थियो। हाम्रो नीलकण्ठ सरलाई पनि थाहा छ नि टिएन सेसन नेपालमा। मलाई लाग्दैन टिएन सेसन जस्तो कोही निर्वाचन आयोग कहिले सक्दैन। उहाँ पद्म मुखर्जी जस्तो मान्छे उहाँको शिकायत गर्दो त्यति बुद्धिमान मान्छे। ज्योति बसु त पागल कुत्तासँग भन्थे थियो। अब उहाँकै भन्नुभएको थियो पत्रकार भएको, बिहान बिहान नास्ता गर्छु राजनीतिक कर्मीहरूको इन्टरभ्यूमा भन्नुभएको थियो। किनभने उहाँ चुनावै रोकिदिनु भएको थियो। चुनाव आयोग सरकारको अन्तर्गत हुँदैन, चुनाव आयोग स्वतन्त्र निकाय हो। मैले तपाईँ भन्नुहोस् चुनाव गराउने मात्रै, तारिख मैले तोक्ने हो, चुनाव मैले गराउने हो। बहस कार्यक्रम में सहभागी प्रदेश नंबर 2 सरकार के आर्थिक मामला तथा योजना मंत्री शैलेंद्र प्रसाद शाह समेत स्थानीय तह, जनता आ समाज के नजदीक के सरकार रहला से स्थानीय तह के निर्वाचन अब दलीय रहित वा कही निर्दलीय चुनाव होब प्रबाक कहित दलीय चुनाव के अंत कर प्रबाक धारणा रखलेन। निश्चित रूपमा नीति निर्माणको तहमा हामी सम्पर्क गर्छौँ। त्यसकारण स्थानीय तहलाई चाहिँ दलविहीनकै रूपमा चाहिँ हामी यदि गर्न सक्यौँ भने त्यो राम्रो हुन्छ जस्तो मलाई लाग्छ। र त्यसैमा चाहिँ आरक्षण गर्ने हाम्रा साथीहरूले पनि उठाउनु भएको छ। महिलालाई, आदिवासी, दलित, मुस्लिम, पिछडालाई, होइन? त्यो आरक्षण केही सीमित समयको लागि मात्रै हुन्छ। दुनियाँमा पनि धेरै मुलुकहरूमा आरक्षण आयो, तर त्यो आरक्षण पनि सधैँको लागि आरक्षण त हुँदैन। त्यो केही सीमित समयको लागि आरक्षण गर्यो, त्यो समुदायलाई उठाउनको लागि मात्र। अब 50 वर्षको आरक्षण त हुँदैन, कतै पनि हुँदैन। त्यसलाई पनि चाहिँ समय अनुकूल चाहिँ त्यो परिवर्तन हुँदै जान्छ। त्यसकारण स्थानीय तहमा चाहिँ हामी चाहिँ दलगत नगरिकन गरियो भने मलाई लाग्छ केही हामीले सोचेका अनुसारका यहाँ केही जुन समृद्धिका कुराहरू, विकासका कुराहरू हामीले अपेक्षा गरेका छौँ। मंत्री शाह मात्र नहीं स्थानीय तह के निर्वाचन दलीय रहित होब प्रबाक माग लगभग सहभागी अधिकांश के छल। प्रदेश 2 के दोसर मंत्री शत्रुघ्न महतो स्वयं सब नहीं चाहितो में चुनाव में अपना सबके अत्याधिक रुपया के खर्च कर पड़ रहा स्वीकार करत वही में आयोग आ ठोस कानून के अभाव अपना सबके देखा पड़ रहा आरोप लगौलन। खर्च गराउनु पर्दैन भन्यो कार्यकर्ताले, लाखमा पनि गएन, लाखसम्म गयो, चुनाव जिते, सबै ठिकठाक। थोरै दिन मन्त्री भए, अर्को छुट्टा चुनावमा जाँदा त कार्यकर्ताले पार्टीले पनि अब यसलाई सहयोग पनि गर्नु पर्दैन पार्टीले भन्यो। यो आफै मन्त्री भएको मान्छे, चुनाव जितिसकेको मान्छे, कार्यकर्ताले लाखमा गएन करोडमा गइसक्यो। अर्को चुनावमा जाँदै करोडमा पनि अब कति करोडमा जाने स्थिति भइसक्यो। अर्थात् स्थिति कोही उम्मेदवारले, अब म मानुष मध्यमवर्गीय परिवारको मान्छे थिएँ, अब सबै त जिम्मेवार हुनुपर्छ। राजनीतिक दल जिम्मेवार हुनु पर्यो, निर्वाचन आयोग जिम्मेवार हुनु पर्यो, उम्मेदवार जिम्मेवार हुनु पर्यो, जनता जिम्मेवार हुनु पर्यो, सुरक्षाकर्मी जिम्मेदार हुनु पर्यो। अब उम्मेदवार भइसकेपछि पहिलो दिन यदि तपाईँ ठुलो जुलुस, ठुलो झण्डा, ठुलो ब्यानर लिएर निक्ल्नु भएन भने पत्रकार साथीले लेखिदिनुहुन्छ, त्यही दिन लेखिदिनुहुन्छ यो चुनाव खत्तम, यो उम्मेदवार खिच्यो, अब यो प्रतिस्पर्धामा छैन भने लेखिदिनुहुन्छ, पत्रकार साथीले लेखिदिनुहुन्छ। प्रदेश सांसद सब महिला आ दलित सहितक पिछड़ा वर्ग के सम्मानजनक सहभागिता के लेल वार्ड सलक संसदीय क्षेत्र धरि सुरक्षित क देव प्रबाक आ हुनके सबके वर्ग बीच
प्रतिस्पर्धा के वातावरण मिला देव प्रभाग सलक निर्वाचन आयोग के लापरवाही आ कमजोरी के कारण भ रहल गलत क्रियाकलाप रोक ठोस नीति अवलम्बन कर प्रभाग माग रखलेन। आयोगलाई मैले दिनुपर्ने सुझावमा धेरै कुराहरू आइसकेको छ। त्यो खर्चको कुराहरू गर्दाखेरि जति पनि समय लम्बिएको छ, हामी उम्मेदवारले कार्तिकको 16 गते उम्मेदवारी दिने अनि मङ्सिरको 22 गते भोट हाल्नुपर्ने हुँदाखेरि त्यो लामो समय जुन छ त्यसले गर्दा खर्च त अत्यधिक भइ नै हाल्छ। उम्मेदवारी दिने दिनबाट भोट बसाल्ने दिन चाहिँ मात्रै 1 हप्ताको भयो भने कति ब्रह्मलुट लुटिएला र, कति खाला र, कति खर्च गर्नु पर्ला र। समय 1.5 महिनाको राखिदिने अनि कार्यकर्तालाई अनि जम्मै चिजले चाहिँ पोसिदिनु पर्ने भएपछि त त्यो निर्वाचन आयोगले तोकेको 10 लाख त 1 दिनमा खर्च गर्ने अवस्था आउँछ। आयोगले त्यो कुरालाई चाहिँ यो अनिवार्यता गरेर चाहिँ त्यो समय अवधि चाहिँ कम हुनुपर्छ। दलित कोटा थियो हाम्रो, त्यति बेला निर्वाचन आयोगले केही ध्यान दिएन अनि दलितलाई हामीले नियुक्त गर्दाखेरि होइन अब सिरियली आउनुपर्छ, पहिलाको जस्तो कहीँबाट टिपेर दिने मानेन अनि दलित त्यसमा पर्न सकेन अनि हामीमाथि आरोप लाग्यो कि दलितलाई यसले दिएन। निर्वाचन आयोगले यो समानुपातिको लिस्ट दिएको छ, यो क्राइटेरिया मिट गरेको छैन भने कसले हेर्ने हो? त्यो निर्वाचन कार्यालय निर्वाचन आयोगले जहाँ चाहिँ त्यो बन्द सूची जाँदो रहेछ, खै त मतलबै छैन। त्यति मात्रै होइन, उहाँले भनेको एउटा कुरा म पनि सहमत छु, निर्वाचनको उम्मेदवारीदेखि लिएर मतदान हुने दिनसम्मको जुन पिरियड छ नि त्यो धेरै ठुलो पिरियड हो। खर्च त्यहाँ बढ्दो रहेछ। अब प्रचार प्रसारको कुरादेखि लिएर साथीभाइको खानपिनदेखि लिएर भोज भतेरका कुरादेखि लिएर जम्मै कुराहरू त्यसमा बढ्दो रहेछ। त्यो चाहिँ सानो हुनुपर्दछ। ठिकै छ, प्रतिनिधि सभा प्रदेश सभा 10 दिनको बेला 15 दिन होस् 20 दिन होस्, तर 1.5 महिना सवा महिना जान्छन् भने खर्च बढ्छ नि, त्यसलाई चाहिँ हामीले कन्ट्रोल गर्नुपर्छ। आगामी चैत में स्थानीय तह के निर्वाचन होबाक चर्चा परिचर्चा संगे देश में चुनावी चर्चा आ बहस समेत शुरू भ गेल अछि। संवाद कार्यक्रम में निर्वाचन आयोग के पूर्व आयुक्त नीलकंठ उप्रेती, नीति अनुसंधान प्रतिष्ठान के अध्यक्ष डॉक्टर विष्णुराज उप्रेती, डॉक्टर मुक्ति रिजाल, निर्वाचन आयोग प्रदेश 2 के पुष्पा झा सहित आयोग के विभिन्न तह के पदाधिकारी सब, लॉ कैंपस के प्रतिनिधि सहित सबके उपस्थिति छलैन। तहिना विभिन्न स्थानीय तह के प्रमुख आ उपप्रमुख सबके समेत सक्रिय सहभागिता छल। नेपाल के निर्वाचन एकदमै महंगा भ रहल, ईमानदार आ नीक आदमी सब पैसा आ पावर के अभाव में टिकट से मात्रे वंचित नहीं की चुनाव जीत सक के समेत स्थिति नहीं रहला से निर्वाचन प्रणाली में व्यापक सुधार के माग होइत आयल रही तो दल सब के लापरवाही आ गलत राजनीति प्रवृत्ति के कारण परिवर्तन होब नहीं सकल। उपराग सब यत्र तत्र आ सर्वत्र रही। आशा करी आगामी भविष्य में निर्वाचन के नतीजा मात्र नहीं, निर्वाचन के संपूर्ण प्रणाली निष्पक्ष आ संपूर्ण वर्ग समुदाय के लिए सहज आ सुलभ हो। अपन टेलीविजन ब्यूरो, जनकपुर धाम।